हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। हामी चाहिँ यहाँ रुम सफा गर्न आँटेको छौँ। यो चाहिँ रुम यस्तो छ अहिले बिफोर, अनि सफा गरेर यहाँहरूलाई देखाउने छु कस्तो हुनेछ, अनि हेरिदिनु होला। भएको छ यो रुम। देख्न सक्नुहुनेछ, यस्तो छ। भाइले सफा गर्दैछ, अनि यस्तो छ कोठा चाहिँ। धुलो छ। यो चाहिँ किचन हो। आउनुभयो यहाँ अर्को कोठा। अहिलेसम्म चाहिँ यतिको चाहिँ भएको छ। 4000 दे भन्नुहुन्छ। लाउनु काम भाइ। ओइ चिसो। भयो के नाम पनि टाइगर, म्याक्स टाइगर। जिउसी लाएर होइन। त्यतिकै म चाहिँ यस्तो यो मात्रै खान्थेँ नि त। अनि त्यो मिठो हुँदैन, त्यो खाऊ न, त्यो खाऊ भनेर पर्र जिब्रो भयो जस्तो भयो कि त्यो त फर्स्ट टाइम खाएर हो र। अनि त्यो खान्छु भनेर ल्याइदिएको नि, नभए त यही लिन्थेँ भाइले, त्यही खान्छ होला भनेर। एउटा मात्रै थियो त्यही पनि फ्रिजमा, यो चाहिँ थियो फ्रिजमा। दाइले हतार मैले प्रधान हिँड आँटेको किन ढिलो आऊ न यता क्लासमा देखिन्छ क्या मिठाई देख्छौ। हेलो एभ्रिवान, फेरि पनि स्वागत छ यहाँहरूलाई। अनि हिजो चाहिँ मैले सफा गर्दै गरेको भिडियो गरेको थिएँ हिजो, तर हिजै हामी यता सिफ्ट हुन सकिएन। सामानहरू धेरै थियो, सरसफाइ गर्न धेरै थियो, त्यो कारणले गर्दा। अनि आज चाहिँ फेरि हामी सामानहरू सबै त होइन, त्यो आधी लिइसकेको छौँ। अनि यहाँ रुममा हामी आजदेखि बस्नेछौँ। अनि रुम चाहिँ कस्तो भएको छ भनेर यहाँलाई हेर्न एकदमै इच्छुक होला भन्ने मलाई लागेको छ। अनि यहाँले हेर्न सक्नुहुनेछ, म तपाईँहरूलाई देखाउने छु। यो चाहिँ सरर सुरुदेखि यतिको बनाइएको छ।
देख्न सक्नुहुनेछ। यो भइहाल्यो। यो चाहिँ सिधा यो चाहिँ हाम्रो रुम रहेको छ। अहिले अझै धेरै सामानहरू ल्याउनु बाँकी छ, त्यही कारणले नर्मल सामानहरू यति चाहिँ ल्याएको छु, अब भरे ल्याउने छु। अनि यस्तै छ। बेड चाहिँ खाट चाहिँ छैन। यो चाहिँ किचन हो। किचन यस्तो छ। बिफोर देखिहाल्नु भएको छ भिडियोमा कस्तो थियो भनेर, अनि कतिको भएको छ भनेर यहाँलाई देखाउनको लागि भिडियो गर्दैछु। अनि चाहिँ अर्को रुम चाहिँ खाली छ। यस्तो छ। अनि चाहिँ बाथरुम हो। यतिको भएको छ। यतिको भएपछि हुन्छ धेरै। हुन्छ, यहाँसम्म हेरेर साथ दिनुभयो, यहाँलाई धन्यवाद। अझ पनि मेरो भिडियोहरूलाई लाइक अनि सब्सक्राइब गरिदिनु, कमेन्ट गरिदिनु होला कस्तो लाग्यो यहाँलाई मेरो भिडियो। अनि म भिडियोलाई यहीँ अन्त गर्दछु। धन्यवाद। थ्याङ्क यू फर वाचिङ। बाई बाई।